हेलो एभ्रिवान। आज चाहिँ हामी बाँदरलाई के रे घर बनाउनु सबैजना भेला भएर आएको छौँ। यतानिर हाम्रो दिदी, यता दाइहरू काकाहरू होइन, हामी चाहिँ अब बास भेला पारेर सबैजनाले आज के बाँदरले हैरान पारेर होइन बाँदरलाई खोर घर बाँदरले घर बनाउँदैन भन्छ, हामीले बनाइदिनु आँटेको है घर यहाँ पर। भर्खर सुरु भइरहेछ है हाम्रो बाँदरको घर, बाँदरलाई घर। यहाँ पर चाहिँ ढोका बनाइदिन्छ त बुट्टा सरीको। हाम्रो भाटाले नपुग्ने अवस्था। एक साइड चाहिँ सकिनु आँट्यो, अब यता बाँकी, यता पनि बाँकी नै छ घर। दाइहरू खाजा लिन जानुभएको छ, हामी चाहिँ खाजा पर्खेको ल गाई। अब यताको लागि बाँस अझै काट्नु बाँकी छ, भाटा बनाउनु बाँकी छ। हामी चाहिँ यहाँ भाटा नपुग्ने भएर हामी चाहिँ बाँस लिनु आएको, बाँस गाडीमा। अनि अब हामी चाहिँ खासै काट्दैनौँ नि त होइन, अब दाइ काकाहरूले काट्नुहुन्छ अनि उहाँहरू चाहिँ माथि काट्दै हुनुहुन्छ माथितिर। अनि कोही खाजा लिनु गएको छ गाई, तर क्या कस्तो खाजा नै आइपुगेन। जरा त अघि नै जानुभएको, कति बेला खाजा आउँछ अनि कति बेला सकिन्छ। लगभग हामी बिहान खेर नै आएको होइन। यति बेला कति बज्यो, यति बेला 1:15 गइसकेछ। अहिलेसम्म भर्खर आधा मात्रै भएको छ, आधा पनि राम्रोसँग भएको छैन। गाह्रो छ बाँदरलाई घर बनाइदिनु पनि। हामी पनि अब बाँदरलाई वनमा होइन घरमा बस्नुपर्छ भन्ने कुरा चाहिँ सिकाउनु खोज्नु आँटेको गफ। गाउँमा चाहिँ कोही पनि केटीहरू छैन होइन, सबै केटा नै केटा। अहिले चाहिँ अब सबै सहर जाने अनि हामी चाहिँ परको दिदी अनि म मात्रै केटी होइन। अनि सबै अरू चाहिँ केटा नै केटा क्या होइन, दाइहरू काकाहरू हुनुहुन्छ। अनि यसो हेरे अब हामी मात्रै जे होस्, के गर्नु त। सबै केटीहरू पढ्न गए, कोही विदेश गए, कोही पढिरहेछ, कोही कता गए, कोही लाउरे लागे साथीहरू होइन। अब हामी चाहिँ बेरोजगार, गाउँमा बसेर चाहिँ हामी चाहिँ बेरोजगार हो। अब हामी बेरोजगार छौँ, त्यही भएर गाउँमा छौँ होइन। अब भगवान् छन् भन्ने हाम्रो नि पालो आउला, सहर जाने पालो आउला। भगवान् छन् भने हाम्रो नि पालो आउला होइन काका। बाँदर बनाउन खोर बनाउ क्रम जारी छ रहेको छ, अरूको बनाइसक्यो। भगवान् छन् भने हाम्रो नि पालो आउला होइन। चल्दैछ यसरी, खोर बनाउने क्रम जारी छ। बास बोकै छ होइन, के गर्नु। बास नपुगेर अघि नै यति धेरै बास लिएर आएको, तर बासले नपुगेर धेरै चाहिने रहेछ। फेरि पनि ल्याउँदैछौँ, तर उकालो परेर गाह्रो भइरहेछ, सास बढिरहेछ है गाइस। हामी चाहिँ खाजा पर्खेछौँ है, खाजा आइपुगेन, भइसकिसक्यो है, खाजा आइपुगेन। हामी चाहिँ साग धुनु हिँडेको ल, साग धनियाँ प्याज होइन। अनि आज चाहिँ हामी चटपटे खाने खाजा भनेर चाहिँ प्लान बनाएको, तर चटपटे लिने के अरे भुजा लिन जाने दाइहरू नआउनु भएन क्या। हामी भोक लागेर एकदमै भइसक्यौँ होइन। अब आउनु भएन, कति बेला आउनुहुन्छ थाहा छैन, तर यसो मसला चाहिँ रेडी पारौँ न भनेर हामी चाहिँ लागेको खोल्सातिर है धुनलाई। यिनीहरू चाहिँ हामी धुनुपर्ने है। यहाँ हामी पानी रेडी पारिसक्यौँ, हाम्रो पानी चाहिँ यो खोल्सामा आउँदो रहेछ। अनि हामी यता खोल्सातिर आएको। अब यो साग धुने, धनियाँ धुने, अनि गएर चटपटे बनाएर खाने है।
हाम्रो खाजा आइपुग्यो है फाइनल्ली गाइज। यता प्याज खोर्सानी यता डरमले खाइसक्यो अघि चाउचाउ। बन्न लाग्यो है गाइजहरू। 3 पानी 3 पानी प्रवेशद्वार है बाँदरको लागि। सकिन लाग्यो अब चाहिँ। के छ काका? फिनिसिङ है गाइज। अब चाहिँ सक्यो। अब घर जाने हामी। रात पर्न लागिसक्यो। अब दिनभरिको काम यही हो गाउँलेहरूको। अब चाहिँ सक्यो है पुरै अलसेट। अब चाहिँ थोरै बाँकी छ। अब चाहिँ सक्यो भन्दा हुन्छ। हामी चाहिँ घर हिँडेको कुकुरी बोकेर होइन होला हौ हो हिँडेको र हिँडेको ल भाइ हिँडेको गाइज। बाई गाइज। आउँदै रात पर्यो हाम्रो त। बाँदरलाई खोर बनाउँदा त्यही माथि हामी दिदीसँग 2 जना मात्रै हो फर्केको। बाँकी अरू काका दाइहरू त तलै हुनुहुन्छ है। अलिअलि बारबेर गर्ने अलिअलि बन्धन लगाउन बाँकी नै थियो। त्यही भएर हामीले छोडिराखेको। अनि हामी चाहिँ आएको होइन गाइज। अनि आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? मेरो भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला है त। आजको भिडियोमा यति नै। बाई बाई सी यू।